नमस्कार सम्पूर्णमा। आज चाहिँ मलाई क्रिएटिभ मेकअप केही क्रिएट गर्न मन लाग्यो। आफ्नो अनुहारलाई एज अ क्यानभासको रूपमा प्रयोग गर्न मन लाग्यो। सो द्याट मैले आइम्याजिकको कलर प्यालेट लिएँ, जसबाट चाहिँ मैले आज सनसेट भ्युज मेरो इमेजिनेसनमा थियो त्यो क्रिएट गर्दैछु। त्यसको लागि सबैभन्दा पहिला मैले येल्लो कलर लिएँ, येल्लोको बेस बनाएँ। त्यसपछि मैले यहाँ पर्पल र पिङ्कले कन्टुरिङ गर्ने एरियामा लगाएँ, कन्टुर गरेँ त्यसले। भने साथसाथै मैले स्काईको लागि देखाउनको लागि लाइट ब्लू र डार्क ब्लू र लाइट ब्लूको कम्बिनेसन गरेँ र हल्का अरेन्ज टच पनि दिएँ। त्यसपछि मैले यसमा कोकोनट ट्री पनि बनाएँ। साथसाथै कोकोनट ट्रीको लिप्सहरू मजाले डिफाइन गरेर बनाइसकेपछि मैले चाहिँ यसमा बोटिङ गरेको पनि बनाएँ र हल्का स्काईको इफेक्ट दिनलाई क्लाउड्स र स्टारहरू पनि बनाएँ। सो मेरो यो क्रिएटिभ मेकअप कस्तो लाग्यो हजुरहरूलाई? यदि हजुरहरू पनि यस्तै क्रिएटिभ मेकअपहरू गर्न चाहनुहुन्छ भने सम्झिनुहोला अम्बिदा मेकअप स्टुडियोलाई। थ्याङ्क यू सो मच।